बिस्तारै बिस्तारै भाइ बिस्तारै बिस्तारै चो कस्तो यार मान्छे यार अलिक कहाँ यस्तो मान्छेहरू आफ्नो बोयफ्रेन्ड भयो भने बुढा भने यतिको चाहिँ माया हुनुपर्छ साथी भयो पनि ल सो फाइनली अब हामी चाहिँ यो पसलबाट रमेशको मोबाइल चार्ज लाउनु लिएर रहेछ क्या अगाडि त्यो मोबाइल लिएर अब हामी सुर्खेत फर्किँदैछौँ दुईजना नानीहरू छ क्या दाइ हामीलाई लिइदिनु भन्दै थियो बाइक यस्तो छ एकैछिन पानी परेर यस्तो भइदियो यार हिँड नि त ल हामी चाहिँ हिँड्न थाल्यो यहाँबाट ल बिस्तारै बिस्तारै है बिस्तारै बिस्तारै जाउँ फेरि जस्तो एक्सिडेन्ट होला क्या फेरि यार नानीहरू स्कुलबाट आइसकेको छ यार कति बज्यो यार 5-6 बजिसक्यो होला सबैमा चार्ज पनि सकियो यार कहाँ यहीँ बसिरहेको त यार ए यहाँ रहेछ क्या मैले ब्याग बोक्न लगाएको थिएँ क्या ल जाम त नि तिमीले गाली गरे हो बिचरा यार तिमीले गाली गरेर अरे गरेको थिएन एकचोटि चुप्प खाइदेऊ नि त नि एकचोटि चुप्प खाइदेऊ नि त नि राजा जी तो सिजल यता हेर त ल सिजल यता हेर त बस बस बिस्तारै बिस्तारै जाऊ है ल यो 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 ल माया भनेको यस्तो हुनुपर्छ क्या तिम्रो थाहै छैन नि गर्लफ्रेन्ड भएपछि यत्तिको हुनुपर्छ क्या ए के भन्नु त नि गर्लफ्रेन्ड होइन म त अघिदेखि गर्लफ्रेन्ड हो कि सोचिरहेको थिएँ ल प्राथमिक उपचार हुँदैछ होइन क्या म त त्यहाँबाट गएको म त एक्टिङ गरे होला जस्तो लाग्थ्यो पछि साँच्ची रहेछ यार ल छिटो छिटो गरिदेऊ नि त नि गाइजहरू आफ्नो बोयफ्रेन्ड भयो भने बुढा भने यत्तिको चाहिँ माया हुनुपर्छ साथी भए पनि बोलिहाल्छ नि प्राथमिक उपचार भनेपछि यति त हुनुपर्छ क्या यति माया भएन भनेपछि अनि कहाँबाट सम्बन्ध टिक्छ त अब सन्चो हुन्छ क्या तिमीलाई सिजरले तिमीलाई यो गरिदिन्छ कि औषधि गर्छ अब सन्चो हुन्छ बिस्तारै बिस्तारै हिँड है भोक लाग्यो यार ल बसिहाल ए ल ल यहाँ पेट्रोलै छैन तल गएर हाल्छु ल खुट्टामा हल्का चोट लाग्यो क्या होइन क्या अहिले देखेँ क्या मैले त अब त्यो उताबाट स्पिड गएको थियो क्या म त यति सोचेको थिएँ कि यति ढाल्यो होला भिडियो बनाइदिन्छ भन्ने सोचेको थिएँ साँच्ची त्यो खुट्टा त्यो हुन्छ त्यो यो उसले टायरले बिच्याएर रहेछ क्या त्यो नास्ता खाने भन्दै थियो यार गइसक्यो किन हेलो के खाने होइन ओ सिजलको दुई बुढाबुढी यो कुन चाहिँ अहिले बनाइरहेको
ए त्यो औषधि उपचार गरिदिएको हालिदिउँ भा के लाग्यो रे यो बाटो चाहिँ पहिले एकदमै अफरोडै अफरोड थियो अहिले चाहिँ ग्राभेल गरेर एकदम राम्रो बनाएको क्या बाटो के बाटो पहिले पुरै अफरोड थियो अहिले ग्राभेल गराएको दामी बनाएको क्या बिस्तारै आएको है बिस्तारै पेट्रोल छैन हो रमेश मेरोमा पेट्रोल छैन बिस्तारै बिस्तारै आएको है त्यहाँबाट तेल झिक्नुपर्छ अहिले बिचरा यार त्यो रमेशले उसको औषधि गर्दै देखेर मलाई कस्तो कस्तो याद आयो भनेपछि के भनौँ यार भयो छोडिदेऊ नभनौँ के भन्नु हुन्छ नि त अब बुढाबुढीको त्यस्तै याद त्यस्तै फिल भयो क्या कताबाट ए यहाँबाट बाङ्की सिमल कता झर्छ यो बाटोबाट राम्रो छ बाटो ए धेरै चोट लाग्यो क्या त्यसलाई उठाउँदाखेरि मलाई पनि भयो क्या यस्तो यार कस्तो लुक्या होला नि त तिनीहरू यार म जब त्यो बाइक उठाउँदाखेरि यस्तो मेरो पनि हात तलतिर पऱ्यो क्या तर खास चाहिँ बाइकको यात्रा ठिक त होइन नि स्पिड हानिदियो क्या ल गोठीगाडाबाट हामी अब फर्किँदैछौँ सुर्खेततर्फ अब यहाँबाट हामी एकैछिनमा कटुवा पुग्न थाल्छौँ अगाडि अगाडि भाइ ब्रदर हाम्रो रमेश ब्रदरको दुईवटा छ गर्लफ्रेन्ड भनौँ कि साथी भनौँ अब खै त्यो चाहिँ म थाहा भएन होइन सो त्यही हो भिडियो चाहिँ स्किप नगरी हेरिदिनु ल आज धेरै दिनपछि एउटा मोटो भ्लग गराउँदैछु म सबैजनाले माया गरिदिनु भयो सर भ्लगलाई के भन्ने होइन यतै यहाँबाट हालौँ है ए यहाँबाट त रहेछ त अनि यहाँबाट रहेछ क्या ल दामी दामी भयो भयो कस्तो भइरहेको त केही भनिदेऊ नि त अनि केही भनिदेऊ नि त यो गोठीगाडा आइसकेपछि कस्तो महसुस भयो तिमीलाई यार एकदम रमाइलो महसुस भइरहेको छ हामी चाहिँ गोठीगाडा आएको हामी दुईजना मात्र आएको है त्यहाँदेखि हामीहरू साथीहरू छन् हामीसँग हल्का सुत्तिदिएको त्यस्तो नराम्रो चाहिँ केही नसोच्नु होला त्यो चाहिँ हामी सामान हेर्नु हो हामी चाहिँ यो जान्छु यो बाटोको भाइ हाम्रो यताबाट जाने कि यताबाट यताबाट जाने त यताबाट जाउँ त नि यताबाट त्यो बाटो होइन कि यताबाट यो हेलो कहाँ गइगयो यार म चाहिँ यताबाट जान्छु गाइस म पनि त्यताबाट जाऊँ क्या यार सो फाइनली त्यही हो अलराइट गाइस है सुर्खेतबाट आएको अब त्यस्तै त हो नि यार ल ल ल ल त्यहाँ नल्याउनु ब्रदर यहाँ आइजाऊ कहाँ आउँछ मात्र पुगाइगयो यार म त्यही बाटो जान्छु Woi, 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 कहाँ हो यार यस्तो यार कस्तो एक्सिडेन्ट भइदियो यार चलो चलो कस्तो यार मान्छे यार
अनि कहाँ यस्तो माथि हालिदिएको त यार चोट लाग्यो फट हो यो ढुङ्गाले छुट्याइदिएको क्या अनि तिमी के भयो चोट त लागेन कस्तो यार यो हात यस्तो पछाडि लागेको क्या तिम्रो यार यो पुछ न यो कस्तो बिस्तारै जमाउनेको बड्डा यार रोको सिली खाइरहेको क्या एकछिन अलिक पछाडि आउन यहाँ छ लास्टै स्लिप खान्छ कि अड्डा बिस्तारै बिस्तारै भाइ कस्तो यार त्यहाँबाट यार म त के यति एक्टिङ गरे जस्तो लाग्यो यार सिसै फोडेको थियो त्यहाँ छ्या मरिन्छ यार तिमी त्यहाँबाट पढ्ने भयो त्यहाँ म स्पिड नहिँड भनेको थिएँ यार कस्तो गाह्रो भयो यार नि तिम्रो यहाँ पछाडि चोट लाग्यो क्या कस्तो बड्डा यार त्यहाँ हाल्यो त्यो ढुङ्गा यस्तो भयो क्या तिम्रो म अघि त्यही तलतिर हेर न मेरो त्यहाँबाट ढुङ्गा पनि बाच्चा यता धन्दै त्यो पल्टिएको थियो म त यति तिमीले एक्टिङ गरे जस्तो सोचेको थियो क्या एकछिन त यार म के साँच्ची भनेको यार खुट्टा चोट त लागेन नि छैन नि गाह्रो छ यार ल ल बिस्तारै जाउँ है पानी पनि पर्छ तल त्यो अस्ति पछाडि पनि पर्छ जाउँ है कहाँ ए ल ल यार म त्यहाँ पछाडि आउँदै थिएँ यार भाइ यहाँ आउँदै थियो कि यार त्यहाँबाट यहाँ यस्तै पछाडि आयो म त एक्टिङ गरे जस्तो लाग्यो एक्टिङ गरे जस्तो लाग्यो कस्तो टेन्सन भयो बट म त यत्तिकै यार पल्टिरहेको जस्तो सोचिरहेको थिएँ कि म त यार साँच्चीकै एक्सिडेन्ट पो भएर चाहिँ यार गाह्रो हुन्छ यार त्यही भएर यार बाइक चलाउँदाखेरि अलिक सचेत हुनुपर्छ क्या यार गाइजहरू म त तलतिर गएको छु गाइज हामी चाहिँ अब यो गोठीखानाबाट अब हिँडिसक्यौँ अब यहाँ तलतिर जानु पर्यो बिस्तारै बिस्तारै भाइ बिस्तारै बिस्तारै फेरि जाउँला क्या यार पेट्रोल पनि सकिसक्यो यार बिस्तारै बिस्तारै थियो अनि कहाँ यस्तो झ्याउ लाग्ने के यार नि